तपाईहरुले आफ्नो कुरा भनिसक्नु भएको हो सबै कुरा तपाईहरुले हाम्रो कुरा तपाईहरुको कुरा भन्दाखेरि दाइको कुरा हामीले अलिअलि सुन्यौ यता दाइको कुरा अलिअलि सुन्यौ तपाईहरु आफू बोल्नुभयो तपाईहरुले बोलेको कुरा हामीले बुझेनौ प्रश्न भन्दाखेरि किनभने एकजनाले पालो गरेर बोलिएन सबैजना एकैचोटी बोल्यो सबैजना एकैचोटी बोलेपछि राम्रो प्रश्न हुँदैन हैन तपाईले चाहिँ बुझ्नु भने म स्पष्ट तपाईले भनेको कुरा मैले प्रश्न हामी सबैले प्रश्न बुझिसक्नु भयो अरु त भने के छ फेरि स्पष्ट फेरि बोल्छु परिवारबाट को सदस्य आउनुहुन्छ परिवारको सदस्यको कुरा सुन्नु न त तपाई बोल्नु तपाईलाई नमस्कार अब त पीठ पक्ष हो हैन म त मेरो काम चाहन्छु तर तपाईको कुराको सहमति मलाई राम्रो लाग्यो हैन अब हुन्टाबाट जिल्लामा चाहिँ खोरा अब चाकरण भएन अब तपाईहरु सबै अब उनीको मडा त मडा सबै अनुभव छ हैन तपाईहरुको सहमतिमा चलेर जाउँ हैन ठीक छ यता सहमतिको काम गर्ने गरौँ उता किनलाको हेर्ने गरौँ हैन तपाईहरुको कुरा त चल्दै गरौँ तपाईँ भाइ एउटा कुरा हाल्छु तपाईँ टच अध्यक्षसँग हुने कि तर बाहिर मान्छेहरू नआओस् क्या किनभने समस्या के छ भने नि भाइ अरू मान्छेले केही पनि गर्दैन क्या तिमी अध्यक्षसँग टच हुने क्या अरूसँग नहुने वन समिति गरेर चाहिँ सबैले एउटा रिक्वेस्ट गरेर अरूसँग गर्दा चाहिँ हुँदैन सबै बन्छौँ पर बन्दा पनि त्यहाँनिर 6-7 लाख लाग्यो त्यो पर अर्को विकल्प हुन्छ त्यसरी आएका छैन नि त उनीहरूले गरिरहेको छ आफ्नो समस्या भइरहेको छ अस्ति मैले 1 नम्बरमा लागेको छ 5.6 लाख रुपियाँ लागेको छ टाउकोमा लागेको लाथा काट्दै टाउकोमा झरेको त्यो चाहिँ एउटा सिस्टम बनाउनु पर्ने सिस्टम बनाउनु सबैले सल्भ हुन्छ विषय के भयो भने अहिलेसम्म हरियाली सामुदायिक वनले पीडित पक्षलाई लगभग 2 लाख रुपियाँ पैसा दिइसक्नु भएको रहेछ दिएको छ त्यो हैन अब कानुनले 50,000 रुपियाँ पैसा दिन बाँकी रहेछ अब हामी के गरौँ भने कानुनले बोलेको त 50,000 मात्रै छ अब हामी के गरौँ भने मैले सक्ने मैले सहयोग गर्छु हैन तपाईले सक्ने तपाईले सहयोग गर्नुहुन्छ बिरामीलाई उकास्ने काम गरौँ हैन अहिले ठ्याक्कै आजको भोलि हामी डिभिजन वन कार्यालय गयौँ भने पनि उसले पनि त तातो रिस त अब तिमीले के गरेथ्यौ भनेर भन्नु भन्दा पहिले हामीहरूले बिरामीलाई समस्या समाधान गर्न थाल्यौँ भने त हाम्रो पनि त एउटा दिमाग त अलिकति थोरै त मेन्टल कम हुँदै जान्छ नि त समस्या हैन त्यो समस्या कम गर्नका लागि हामी स्थानीय पनि सबैजना लागेर आर्थिक सङ्कलन गरौँ अरू सामुदायिक वनमा पनि हामी निवेदन पेश गरौँ हैन पीडित पक्षलाई अगाडि सारौँ हामीले साथ दिउँ क्या उहाँलाई त्यो पैसाले नपुग्ने खण्डमा चाहिँ मैले भन्नु त यस्तो छ त गर्नु नि केही एउटा निकाल्नु न त्यो के काम हो पनि लिँदै गरौँ त्यो जति कानुन रूपमा पाउने हामीले अब पाउन बाँकी पैसा पनि लिँदै गरौँ हस्पिटलको अवस्था पनि हेर्नु पर्यो नि त त्यहाँबाट हामी सबैले सहयोग गरौँ उहाँलाई अर्को सामुदायिक वनमा पनि जाउँ हामी त जङ्गलबारी पनि जान सक्ने भयौँ नि त तलका सामुदायिक वनमा पनि जान सक्ने भयौँ होइन त्यसो हुँदाखेरि हामी सामुदायिक वनमा पनि आर्थिक सहयोग माग्नका लागि जाउँ व्यक्तिगत रूपमा पनि उहाँलाई सहयोग गरौँ हामी सबैजना भएर होइन त्यस पछाडि नसकेको कुरालाई हामी यताबाट स्थानीय महासंघ जिल्ला महासंघ प्रदेश महासंघ म आफै स्वयं आइछु होइन सबैजना लागेर सामुदायिक वन समितिसँग लागेर हामी डिभिजन वन कार्यालय जान्छौँ डिभिजन वन कार्यालय जान्छौँ डिभिजन वन कार्यालय गएर उसले के गर्न सक्छ रहेछ हामी त्यसको पनि निष्कर्ष लिएर आउँछौँ भरसक सबै डिभिजन वन कार्यालयसँग सहकार्य गरेर हामीले गर्न सक्ने हामी नै गर्छौँ यदि सकेनछौँ भने हामी व्यक्तिगत रूपमा पनि सहयोग गरेर आर्थिक सहयोग त जहाँबाट पनि जुटाउनु त परेको छ नि त अब होइन त्यसो हुँदाखेरि हामी सबै भोलि डिभिजन वन कार्यालयको मातहतमा रहेर